नमस्कार, म पवन अधिकारी। हाल सञ्चार माध्यमहरूमा, सञ्चार जगतहरूमा प्रसारण भएका समाचारहरू हेर्दा भिजिट भिसा प्रकरणले प्राथमिकता पाएको देखिन्छ र भिजिट भिसाको नाममा साँच्चै नै मानव तस्करी हुँदो रहेछ भन्ने कुराहरू एकपछि अर्को आधारहरूले पुष्टि गर्दै गइरहेको जस्तो लाग्छ मलाई पनि। केही समय पहिले एयरपोर्टमा नेपाल प्रहरीको मानव बेचबिखन ब्युरो टोली पनि बस्थ्यो। पछि त्यो पुरै टोली नै त्यहाँबाट हटाइयो। पछिल्लो अवस्थामा अख्तियारले जुन अध्यागमन अधिकृतमाथि छानबिनको दायरा बढाएपछि अध्यागमन अधिकृत सहसचिवलाई नै एयरपोर्टबाट गृहमा सोह्र गरियो। यी सबहरू च्यानलहरू हेर्दाखेरि मिले महत्त्वमा नै मानव तस्करी हुने गरेको जस्तो लाग्छ। सायद म गलत हुँला, गलत भए हजुरमाझ क्षमा माग्दै यसै हेरीफेरीमा मैले तयारी गरेको सानो एउटा रचना हजुरमाझ प्रस्तुत गर्न गइरहेको छु। हजुरहरूले मेरो रचना हेरी सुनी प्रतिक्रिया जनाइदिनु होला है त। सुन सुन दिदी बहिनी, सुन दाजुभाइ हो, सुन सुन दिदी बहिनी, सुन दाजुभाइ हो, भिजिट भिसा प्रकरणमा किन छानबिन चाहियो? उद्घाटनमा बेलुन फुट्छ, समिति नै चाहिन्छ, गृहमन्त्रीको नाम आएपछि छानबिन गर्न पाइन्छ? ठुलो रुखको छहारी ठुलै हुन्छ अरे, ठुलो रुखको छहारी ठुलै हुन्छ अरे, कसको कसको नाम जोडिएला राम्रो छानबिन गरे, पैसे खुवाएर भानी विदेश जाने दाजुभाइ, साना दलका मान्छे हुन् र जागिर जानलाई। अध्यागमन सेटिङमा बाधा गर्नेहरू, अध्यागमन सेटिङमा बाधा गर्नेहरू, बेचबिखन ब्युरो टोली हटाइदिए बरु, ठुला माछा कता कता साना मात्र पर्ने, गृहमन्त्रीको नाम आएपछि किन छानबिन गर्ने? अध्यागमन सहसचिव जोगाउने नाममा, अध्यागमन सहसचिव जोगाउने नाममा कसको कसको संलग्न छ सरुवा गर्ने काममा? दोषी भन्या छैन यहाँ, जोडिएको छ नाम, गृहबाटै भएको होला सरुवा गर्ने काम, गृहबाटै भएको होला सरुवा गर्ने काम। हवस् त, नमस्ते।